नमस्ते दिस इज माई फर्स्ट भ्लग मैले सर्ट्सहरू त पोस्ट गरिरहेको हुन्छु तर भ्लग चाहिँ मैले पहिलोचोटि बनाएको हामी अहिले केराबारीमा जाँदैछौँ ड्याडी पहिल्यै गइसक्नु भएको छ दिस इज माई अटायर फर बनाना फार्मिङ केराको चोपले मेरो नयाँ नयाँ कपडा जति पुरै बिगारेको हेर्नु मेरो फेभरेट सु पनि यस्तो बनाइदिइसकेको छ अब के गर्ने यस्तै हो ल ड्याडीसँग गएपछि एकैचोटि देखाउँछु 1000 मालौ हरियो D9 भन्ने 2000 बुटा छन् यो मेरो अर्ग्यानिक खेती हो चापाकोट नगरपालिकाको सबभन्दा धेरै केरा लगाउने कृषक हो खेतीपाती यताउता गर्न आएको त्यही होला अरू के One eternity later. बादलज्यू केरा खेती गरेको कति वर्ष भयो 3 वर्ष भयो के फाइदा बेफाइदा फाइदा त त्यस्तो फाइदा छैन अलिअलि यसो टाइम पास भयो अनि हजुरलाई यो केरा खेती गर्न सहयोग कसले गर्छन् त नि ए घरका परिवार छोराछोरी सबैले कति लायो 7 लाख लायो 7-8 लाख हजुरले यो खेती गर्नुको मेन रिजन चाहिँ के हो केही गरेर काम पाइन बस्न भन्दा भनेर गरेको नेपाली कृषक हो शरीर कृषक भएको कारणले स्वास्थ्यको लागि आफूले काम गरेर स्वास्थ्य फाइदा हुन्छ भनेर केरा यो केरामा कालो कालो लाएको रहेछ के हो यस्तो भनिदिनु त यसलाई भट्टे किरा भन्छ कालो कालो किरा हुन्छ त्यो किराले कमलो पात खाएर लाग्ने हो रोग होइन रोग होइन हजुरले दबाई सबाई नहालेको भएर होला जस्तो छ त्यही हो रिजन भनेको त्यही ल हजुरले यो यहाँ पनि तल पनि छ भन्ने सुनेको थिएँ बारी अर्को बारीमा तल पनि छ 3-4 रोपनी कुन कुन केरा हो यस्तो भनिहाल्नु D9 र मालभोग भन्छ आयुर्वेदिकहरू पहिल्यैदेखि यताउति गरेर आफ्नो शरीरलाई स्वस्थ राख्नु भएको यस्तो केराको बारेमा भनिदिनुहोस् त केरा चाहिने जिमहरू गर्नेले खानुपर्छ फाइबर पोटासियमहरू पाउँछ शरीरलाई राम्रो तत्त्वहरू दिन्छ फलफुलको एक राजै मानिन्छ यसको चोपले पनि घाउहरूलाई घाउहरू पेटलाई सफा गर्छ यसो यता चोर्ने क्यार्ने केराहरू गरेछन् कि नै चोर्ने त गर्छन् साह्रै लाग्छ हजुर विदेश पनि गएर आउनु भएको रहेछ पहिल्यै किन विदेश छोडेर आउनु भयो त नि आफ्नो देशमा केही गरेर आफ्नै देशमा बालबच्चालाई पढाएर राम्रोसँग गर्ने आफ्नो देश बसेपछि आफ्नो देशमा जे गरे नि आफै नै देशमा हुन्छ भनेर खेती चाहिँ आधुनिक रूपमा त गर्न सकेको हो केही फाइदा बेफाइदा फाइदा त काम गरेपछि केही मुनाफाहरू भइहाल्छ घरबार चल्छ घरको व्यवहारहरू चल्छ 2-4 पैसा यसो नुन तेल यताउता लागिन्छ टाइम पास हुन्छ एक्सर्साइज हुन्छ जे गरे नि आफ्नै देशमा गरेर भनेर त्यो सोच राखेर आएको हो केरा भेइ बाबु